शरीरमा तागत दिने औषधि कुन हो भन्नुभयो भने तपाईँहरू यार्सा-गुम्बा भन्नुहुन्छ होला है। तर तपाईँहरूलाई आज यार्सा-गुम्बा खोजेर समय नव्यतीत नगर्नुहोस् तपाईँहरूले है। यार्सा-गुम्बामा तपाईँहरूले बेसी खर्च नगर्नुहोस्। शक्तिशाली बनाउने, शरीरलाई तागतिलो बनाउने, भित्रबाट र बाहिरबाट शक्तिशाली बनाउने आज हामी एउटा चिज देखाइरहेका छौँ, एउटा वृक्ष देखाइरहेका छौँ। यो विराट वृक्ष यहाँ तपाईँहरूले देखिरहनु भएको छ। यसलाई हामी सिम्बलको बोट, सिम्बलको रुख पनि भन्ने गर्दछौँ है। सिम्बलको रुख पनि भन्ने गर्छौँ। र कतिजना व्यक्तिहरू एकदमै कमजोर हुन्छ, शरीरबाट, भित्रबाट, बाहिरबाट पनि कमजोर हुन्छ र अलिकति ठुलो हावा आयो भने पनि त्यो हावाले उडाउँछ कि भन्ने एउटा डर, त्यस्तो खाले मान्छेले जिस्काउने पनि गर्दछ है। र त्यस्तो स्थितिमा जो शरीर कमजोर छ, एकदमै भित्री तहबाट नै, आत्माबाट नै कमजोर छ र बाहिरबाट हेर्दा पनि एकदमै शिथिल है, एकदमै कमजोर, त्यस्तो स्थितिमा के छ भन्दाखेरि यहाँ हेर्नुहोस्, भगवानले हामीलाई, प्रकृतिले विभिन्न किसिमको औषधिहरू, वनस्पतिहरू, जडीबुटीहरू दिएको छ र त्यसमा एउटा यो सिम्बलको फूल हो, सिम्बलको रुख हो। र आयुर्वेदमा पनि सिम्बलको रुखको, सिम्बलको यो फूलको प्रचुर मात्रामा वर्णन गरिएको छ। र यसले चाहिँ, यसको मेन काम चाहिँ, यसले हाम्रो शरीरलाई हठिलो, गठिलो र बलियो ताकत दिने, पोषण दिने, पोषक दिने काम चाहिँ यो सिम्बलको फूलले गर्दछ है। सिम्बलको हुनु त यसको काँडाको पनि अरू थुप्रै गुणहरू छ, यसको बोक्राको पनि गुण रहेको छ आयुर्वेदमा, यसको जराको पनि अत्यन्तै गुण छ, लाभ छ यसको हाम्रो है मानिसको विभिन्न रोगहरूमा। तर यो फूल आज चाहिँ हामीले तपाईँहरूले देखाइरहेका छौँ। यो फूललाई तपाईँहरूले खान सक्नुहुनेछ। यसलाई तपाईँहरूले सेवन गर्नुभयो भने तपाईँको शरीरमा अचम्मको एउटा ऊर्जा आउने गर्दछ अनि शरीरले पोषण पाउने गर्दछ। तपाईँको शरीरमा जुन जुन पोषक तत्त्वहरूको कमीहरू रहेको छ त्यसलाई पुरा गर्ने काम यो सिम्बलको फूल। यो सिम्बलको फूललाई हामीले टिपेर आफू खाँदैनौँ, तर सुँगुरलाई बरु चारो दिन्छौँ, गाईलाई चारो दिन्छौँ, तर खानुपर्ने मान्छेले हो। किनकि मान्छेले खायो भने यसको अचम्मको यसले अत्यन्तै लाभ दिने गर्दछ। र तपाईँहरूको कोही पनि घर परिवारमा एकदमै नानीहरू भयो है, एकदमै उनीहरू कमजोर छ भने, शारीरिक रूपले भयो, मानसिक रूपले भयो है, यस्तो समस्या छ भने चाहिँ यो सिम्बलको रुखले अहिले फुल्ने समय भएको छ। यसले यस्तो रातो फुल्ने गर्दछ र यो सिम्बलको फुललाई तपाईँहरूले कलेक्सन गरेर ल्याएर यसलाई तपाईँहरूले, यसको पातलाई तपाईँहरूले उसिन्नुहोस् र उसिनेर तपाईँहरूले यसको सेवन गर्नुहोस्। यसको सेवन गर्नुहोस्। साथै यसलाई तपाईँहरूले सब्जीको रूपमा, सब्जी बनाएर खाँदा पनि भयो है। यसको यो डाँठ, योदेखि लिएर यसको पातदेखि लिएर सबै कुरो नै फाइदाजनक छ। र यसलाई तपाईँहरूले सब्जीको रूपमा खानुहोस्, अचार बनाएर खानुहोस्, यसलाई उसिनेर यसको पानी खानुहोस्, उसिनेर नै यसलाई खानुहोस्। यसले शरीरमा यस्तो ऊर्जा दिन्छ, हात्तीको बल जस्तो ऊर्जा, शक्ति, ताकत दिने यसकोमा क्षमता रहेको छ। र यो आयुर्वेदमा यसको धेरै गुणगान गरिएको छ है। तपाईँहरूलाई कस्तो लाग्छ? तपाईँहरूलाई यसको विषयमा अझै जानकारी छ भने हामीलाई बताइदिनु होला। धन्यवाद।